ल गाइज पानी परेर है लुगा सुकाउन आएको फेरि त्यहाँ पानी परेर पानी जमेछ पुरा है। लुगा चाहिँ सुकाएर छु पुरा खतम छ हौ। पानी परेकै छ है। अनि धेरै जस्तो राति चाहिँ पानी पर्छ। हो के गर्नु है हाम्रो दुबईमा गाह्रो छ आजभोलि पानी परेर। बिजोग छ ल माछा पाल्ने बेला भयो। यो हाम्रो रुम हो, बस्ने रुम हो है। माछा पाल्ने बेलामा पुरै पानी। ल हेर्नुहोस् पानी। अहिले दिउँसोको 12 बजी छ, 12:30 बजीसक्यो है। पानी रोकिरहेछ अहिले चाहिँ। ल हेरौँ त ल पानी समुद्र हो कि के हो यो। पुरा पानी जमेर है। पानी बग्ने ठाउँ पनि छैन। बग्ने ठाउँ होला तर जाम भइरहेछ है। ल हाल अब यस्तो छ है, समुद्र हो कि यो हाम्रो यो चाहिँ बाहिर निस्किने हाम्रो गेट हो यो चाहिँ। अनि बाहिर पनि पानी नै छ है, पुरा पानी नै पानी छ। यस्तै हो गाइस, के गर्नु। दुबईमा पानी बेलुका पर्छ, दिउँसो चाहिँ खासै पानी पर्दैन। घाम लागिरहेछ अहिले। ल म चाहिँ अब रुमतिर हिँडेको है। म उयो माथिबाट म देखाइदिन्छु। पुरा गाडीहरू पुरा डुबेको है। म एकछिन माथि पुगेपछि म देखाइदिन्छु है त गाइज। ल यस्तै हो है। ल हेरौँ है पानी जमेको होइन हो कि होइन। पानी जमिरहेको छैन। ल हेरौँ अहिले युट्युबमा हेर्नुहोस्। ल गाडीको हालत गाइस। काम चर्क्यो। रुममा आइयो। रुमको हालत पनि यस्तो छ। केटाहरू बसिरहेछन्। केटाहरूको पनि हालत यस्तै हो। के जिन्दगी चलाउनु पर्छ, दुःख सुख लगाइ। बाई, अर्को नेक्स्ट भेटौँ है सबैजना।